प्रतिबिम्ब हजुर गर्व लाग्छ हाम्रो नेपाल एक्सप्लेन गर्ने पनि गोर्खाबाट हो र अनि नेपाल बिगार्ने पनि यहाँबाट पहिलाको सेम छ ल पहिलाको गोर्खा दरबार सिंहको पालाको घर बाटोहरू सब सेम छ गोर्खा दरबार कता दिदी यता के त हो यो त सङ्ग्रहालय नि यो म्युजियम हजुर गोर्खा त्यो दरबार कता हो दिदी ए माथि यताबाट केबाट कहाँ छ ए यो चाहिँ मात्रै सङ्ग्रहालय हो यो चाहिँ 10 बजे खोल्छ हामी चाहिँ गोर्खा दरबार पुगेछ यताबाट हेर्दाखेरि गोर्खा दरबार बाबा पहिलाको बेलामा कसरी बनायो होला यसरी पक्का विश्वकर्मा बाबा आएर नै सपनामा आएर नै आदेश दिनुभयो जस्तो छ यस्तो अप्ठ्यारो ठाउँमा बाबा जस याद पर्ने भयो नि त बुढी तर हाइकिङ गर्ने भइहाल्यो नि हजुरले हाइकिङ गर्ने भन्नुभएको थियो त्यहाँबाट ड्राइभ गर्नु टाइम हुन्छ चटोगी के भयो कठै बिचरा भोक लाग्छ क्या त्यसलाई गोर्खा दरबारमा पनि हामी आयो बुढाबुढी है घरिघरि मन्दिर जाने हो यार है हेलो बाबु हाउ आर यु के हो त्यो नाम नाम के अरे सानो बाबु कि नाम मलाई पनि थाहा छैन हौ त्यो एउटा नानी यसको मम्मी आउँदै हो मलाई नआएन अल्पछि खाने हेलो अल्पछि खाने अहिले खाने जामबुढी ल म मेरो बुढी हाकिङ ओके भन्छ न याद पर्छ हाकिङ जन्म जन्म का अरुण देवगता का राहु ग्रह शांति केतु ग्रह शांति शनि ग्रह शांति मंगला पिंगला धन्य भ्रामरी भद्रिका जाम ल सिधै ल शनि खड्ग मंगला पिंगला मेरो बुढी गोर्खा दरबारमा तिमीलाई स्वागत छैन तिमीलाई स्वागत छ होइन ठ्याक्कै यसरी खिच्नु ठ्याक्क लागि भयो ल तिमीलाई स्वागत छ फुल फुल्यो भौरामा निकेमा म भुले कुन्निकेमा म भुले हो डाली डाली फुल फुल्यो पाखा पाखा मन भुल्यो फुल फुल्यो भौरामा कुन्निकेमा म भुले गोरावाले यति खिचेर पैसा कमाउँछ
यति खिचेर गराहरूले पैसा कमाउँछ यति पैसा कमाउँछ कस्तो मजाले हाम्रो खिच्नु न यसरी पुरा शिलान्यास चाहिँ मैले लेखेको छ पुरा मजाले श्री गोरखनाथ ल हिँड बुढी यता ल्याएर पुरा काट्नु हेर तिमी कति पढ्छौ भन त 5 पढ्छौ तिम्रो नाम के हो अन्जित नेपाली हजुर हो ए बाबु अनि बाबु ल मारे ओ भाइ एकछिन त मल बन्द गरेर राख त ल भाइ त्यही त कि आउनु सर्भिस हामी Oh, thank you so much. Thank you. Eh, बुढिया लाइन गोरखकाली कस्तो राम्रो है यहाँ भाइब के यो हाम्रो त्यो बेलाको यो नजिलो फोन नै मेरो त्यत्रो एप डिलिट गरे 300 वर्ष अगाडिको ल हेलो बुढी गोरखकाली मन्दिरमा आएको छौ भकल हो यो भकल हो बुवा भकल होला यहाँ भकल चढ्छ के नि यहाँ भकल चढ्ने बुवा भागल भागल हो ए भागल माने बिचारा ल ल ल ए अघि हामी त्यहीँबाट आएको होइन ए हजुर हो त्यही जाने हामी अब यहाँबाट ठ्याक्क देखिने हेर्ने मौका त पाउँदैन हस् थ्याङ्क यू बाई बाई नाइस टु मिट यु त्यो चाहिँ पिठो दिने के आँटा त्यो आँटाहरू के दिएर त्यहाँ चाहिँ रोटा बनाएर चलाउने यो चलन रोटा दिने चलन छ पिठो सागको पाला भन्छ रोट भन्छ क्या रोट कि रोटा पालाबाट छलेको यो रोट चढाउनु ए नगर्नु न कस्तो डर लाग्दो गरेको लाइक किलो लाग्यो पहिला किलो नि जान्दैन नप्रा भयो हिमालदेखि नि आउनु यो कुहिरो लागेर ब्याड लक हुन्छ बनाइदिनु भिडियोमा के बस्छ तपाईँ पोखरामा जानु हिमाल फुल्यो भौरामा कुन्नी केमा म भुले बटा ए अहिले पनि बोकेरै खाने अहिले पनि अहिले पनि है कुराको विभाग अन्तर्गत पर्छ हजुर हजुर के हुन्छ भने पानीहरू भाडा ट्याङ्की बनाएर खानालाई युज गर्ने सिद्धपाला चण्डेश्वरनाथ बज्र भैरव र उपरो लोक जाने बाटो जिन्दगी त यो हो नि त बुढी है
हामी अहिले अब तल हेर उ छ अलिकति उसैपट्टि काई छ तल कस्तो लगाएको छ त्यो अघिल्लो भाइले भनेको चाहिँ नि यहाँनिर पूजाको सामान राख्ने तर फेरि सबै सामान उता फर्किहाल्ने क्या त्यो माथि सत्य भएर क्या पक्रेन फेरि यस्तो हो नि त फेरि बर्खा भयो पानी भएर चाहिँ पनि हो कि यत्रोबाट हिँड्छ है तिमी यहाँबाट ल तलबाट आएर यो चट्टान पहाड हुँदै 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 यो ओडार हुँदै हुँदै यहाँबाट फेरि पुढे ए कहाँ यो सिङ्गापुरमा बुढलाई अलिअलि वाकिङ हाकिङ गराएको काम लागेर अलि हेरेँ बिचरा यो हरियो छ यो चिप्लिन्छ बुढी ए सिधा लाग्यो नि हो नि त यार उहाँमा त माथि यो त है यहाँको चाहिँ वर्थ छ नि बुढी तिमीलाई कस्तो लाग्यो तिमीलाई दुःख भयो नि राम्रो लाग्यो होइन दुःख त भएन त्यस्तो साह्रो त यतिको त ठिकै यो चाहिँ पहिला पृथ्वीनारायण शाहको राजाको पालामा खास चाहिँ यहाँ बनाउन खोज्नु भएछ के अरे त्यो महल चाहिँ दरबार चाहिँ त्यो सामान सबै यहाँ ल्याए पनि फेरि सामान होइन हो त्यो पूजाको बनाउने भनेको दरबार भएछ बुढी जति सामान ल्याए पनि सामान एटोमेटिक फेरि आफै त्यो माथि पारिपट्टि गएर बस्ने अरे क्या सो पछि चाहिँ उहाँहरूले त्यो दरबार चाहिँ उहाँ बनाउनु भयो अनि गोरखकाली मन्दिर गोरख बाबाको मूर्ति सब हुन्छ अघि फोन खेल्ने उता नि हो आज भोलि केटाकेटी नाइटोमै फोन समात्छ अघि बोलाएको बोल्दै बोल्दैन क्या फोन खेलेको खेले एउटा बाबुसँग मैले किनभने 5 रुपियाँले बेला भन्थ्यो किनभने के अरे के बेचिरहेको थियो र त्यो जमानाको बाप रे बाप सिपी गिरिवरनाथ योगी शनि ग्रह शान्ति मङ्गला पिङ्गला धन्य रामहरि भद्रिका उल्टा सिद्ध जस गुरुजीले राम्ररी मजाले गर काट्दिनु हुने रहेछ त सकल परिवार अनि यस्तो छड्की हिँड्नु त आउँछ त आफू भीमसेन थापा स्मारक के अरे म बाघको डमरू हो मलाई उखाने भने त्यही यहीँबाट एउटा सेल्फी खिच्दा हुन्छ नेपालको त झन्डा पुरा च्यातिसकेर चेन्ज गर्नुपर्ने होइन त्यो झन्डा अहिले त मलाई त यो देखेर त पुरा ढुङ्गाको भएको बनाउनु मन लाग्यो ढुङ्गाको काठमाडौँमा पोसिबल छ पुरा ढुङ्गा घर बनाउनु
हजुरको नाम के दाइ धेरै नै हजुरको हजुर उता धेरै नै किनेको छ ए हजुरको नाम के दाइ हजुरको नाम मेरो मकर गुरुङ मगर दाइ हस् थ्याङ्क यू मगर दाइ हस् धन्यवाद दाजु म आउँछु दाइ फेरि दाइ हस् दाइ हस् हस् दाइ हस् दाइ हस् मगर दाइ बाई बाई दाइ हेलो पानीले छुट्यो कहाँ लगाउँ न रेनकोट है यसरी पानी पऱ्यो म झरेँ यसरी पानी पऱ्यो एकछिन वेट गर्ने कि कपडा लाउने रेनकोट लाउने एकछिन 5 मिनट जति बसौँ है पानीले भेट्यो नि बहिनी बसेँ म त्यो बेला फोन गर्छु बहिनी है होटल लफन बसेको उकालो भएर होला बुढो अलि हाइटमा भएर होला हेलो गोर्खा दरबार हेर्न आएको भीमसेन स्मारक भीमसेनको मूर्ति हेर्न आएको पानी परेर हामी विगत डाँडामा सुरु राम्रो आएको तर पानीले भेटेको जस्तो पानी पर्ने बहानाले तपाईँलाई भेट्न पाइयो हजुर गरे हो पहिला पठाइयो पहिला त पाटनतिर अरे पाठक तपाईँहरू पहिला हाम्रो पाडा त होइन अब बाउले कहिले पाडा अलिक सुल्सुल्यो तपाईँहरू श्रेष्ठ हो पुरानो यहाँ त प्रायःलाई गुरुङ होस् नि तपाईँ पार्टनर पर्छ तपाईँले बल्ल बल्ल पानी पनि रोक्यो अब हिँड्नुपर्छ भरेमा हालिदिन्छु है बाबु हेर भरे अब हामीहरू कहाँ आइपुग्यौँ गोर्खा दरबार सङ्ग्रहालयमा आइपुग्यौँ हामीहरू अब बुढा टिकट लिनुपर्छ होला श्रीनारायण शाह ज्यू रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो जिउँदो र बसरी बल्दो यो सान हाम्रो रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो प्रतिबिम्ब हजुर गर्व लाग्छ हाम्रो नेपाल एक्सप्लेन गर्ने पनि गोर्खाबाट हो र अनि नेपाल बिगार्ने पनि यहाँबाट यहाँबाट रहेछ भित्र जाने जाऊ यहाँ त पायो खिच्नु है यहाँ खिच्न पायो भिडियो ल राख त्यहाँ अमेजिङ यार ओ माई गड होइन यो चाहिँ पछि बनाउला आई थिङ्क धादिङ जिल्लाको सल्यानटार क्षेत्रमा पाइएको चैत्य सल्यानटार हो यो अरे
सल्यानटारको यो चाहिँ तारिबेसी सल्यानटार यो 5 धारे सल्यानटार पहिला यस्तो थियो अहिले यस्तो रूप भयो मानिसको तिग्राको हड्डीबाट बनाएको यो बाजारे तान्त्रिक अनुष्ठानहरूलाई गर्छ नि लामाहरूले बोम्पो लामाहरूले झिङपापा मापा लामाहरू तथा नागयोगीहरूले विधिपूर्वक बजाउने गर्दछन् रे यो 17th सेन्चुरीको रे पनि सेम लाइक जापानको कस्तो लाग्यो म त यो भाइब कि होइन यस्तै थियो नि उहाँ पनि अब पुरानो के घन्टहरू सुगन्धा भनेको यस्तो रहेछ पुरा सुगन्धा यो ओके सुकुन्डा होइन त्यो पानी छ नि त्यहाँबाट त सुकुन्डाबाट भएको त्यो होटल यहाँबाट फोटो खिच्नु पर्छ पुरा त्यो पक्क मैले बनाउनु जान्नु पहिलाको सिक्का हो यो 18औं शताब्दीको भन्ने छ सिक्का यो चाँदीको सिक्का ताङसिङ भन्ने छ ए के अरे हिमाली बौद्धको चुलो फुकेर बजाउने भाषाहरूले थाहा नि यहाँ यो चुले पाठी यहाँ आएर यो हेर्नु पहिलाको हुलाक टिकट 2026 सालमा प्रकाशन भएको हुलाक टिकट हाल्नु भेट्यौँ देखेँ त यो चाँदीको कोइन भयो यो 18th सेन्चुरीको रे 18th सेन्चुरीको ए तान्त्रिक मालाहरू होइन है यो बाघ बँदेल र अझै जनावरको हड्डीहरू रे दाँत नङ्ग्राहरू के दाँत नौस यो शिलालेख के रत्नावतीको शिलापत्र भनिन्छ शिलापत्र राजा रामशाहको पालामा सारीको काली पूजा विधि नामक हस्तलिखित ग्रन्थ होइन पूजा गर्नेको तरिकाहरू पनि सबै छ पारिजात हरिवंश नाम बस्नु यो उहाँहरूले लेख्नु भएको यो त्यो सबुजको निशानीले पुरानो गोर्खाको निशानी यो झन्डाको यो चाहिँ नि ठुलो गोर्खाको राजगद्दी छ नि त्यसको चाहिँ कपी बनाएर राखेको होइन ओ माय गॉड है यो रेप्लिका हो यो अब यो राजगद्दी पनि हेर्न पाइयो ठक्क फेरि हेर्नु माथि पुरा त्यो नागहरू के यो चाहिँ हतियारको हातहतियारको छ ओ राम पहिलाको गर्ने जमानाको ओमा फेरि यो एकपल्ट हान्ने बस्ती मात्रै यो हो यो के कालो बान्डे हुन्छ नि मान्छे सिपाहीहरू युज गर्ने है त्यो चाहिँ सिपाहीको हो नि त लड्दै बेला भयो लड्दाखेरि यो बोकेर हिँड्ने कस्तो गरौँ यस्तोबाट त्यो खुन नझरोस् भनेर यो त हान्ने खुनमा यो हेर्नु त पुरा कत्रो खुकुरी छ बापरे बाप यत्रो खुकुरी बोकेर लड्न जान्थ्यो पहिला मान्छेहरू छ नि त यो नि हेर्नु त त्यो जमानामा पनि मान्छे पुग्यो त्यो कला के भाला एउटा कुरा मिस भयो यहाँ वेडिया उहाँले भनेको मतलब म मरेपछि मलाई चाहिँ उहाँ यति हाइटमा उ गर्नु कि त्यहाँबाट चाहिँ गोर्खा राज्य चाहिँ देखोस् भनेर क्या होइन त्यो हो नि त बुढी त्यो माथि छ नि उहाँ स्टुडेन्ट पार्क के उहाँ माथि छ नि त्यहाँबाट त्यो हिमाल रेन्जमा त्यहाँबाट देख्छ नि यहाँ बुढो पहिलाको पिस्टल हेर्नु त पिस्टल र गन पहिला को चिनारी हो है ओ माय गॉड अर्कै भाषा नि नबुझेको होइन उनी हुन्छ अलिकति डिफ्रेन्स छ तर संस्कृत हो क्या नेपाली संस्कृतमा जस्तो लाग्यो संस्कृतमा रहेछ नारायण शाहको पहिला राज्य श्रीमान प्राण महाधिराज सबैको एकदम छोटो छ हेर्नु रुद्र शाह होइन 1723 देखि जम्मा 1730 7 वर्ष मात्रै चाहिँ कस्तो लाइक ऊ होला होइन त्यो पहिला त्यस्तै लडाइँ हुने मारिदिने नि यो पनि अघि नै हामीले हेऱ्यौँ नि त्यहाँ आजकल त्यति साकुरी र चन्द्रप सालिसको गोर्खा दरबारमा अभिलेख छ तोप त्यो तोप रहेछ त्यहाँ है भन्छ नि उहाँले बनाएको त चाहिँ यो होइन कति उहाँको किङ दरबार शाह
1616 देखि 1627 मा हुन्थ्यो छोटो रहेछ त्यो त्यो पहिला त बिचरा राजाहरूको लडाइँ हुने नि त लडाइँ हुने के हाल्नु बिक्सी हालेर मार्दैन के यो रहेछ कुरा हामीले तल हेरे यो राजा 17 को पालामा लेखिएको अभिषेक नगर राजामा यो नगरकोटको ड्रम रहेछ बुढो बजाउने उहाँ तल छ नि अघि नि त्यो माथि त्यो त किन पूजाहरू गरिराखेको छ त्यो पहिलाको जमानाको ए है त्यो होला राजाको कामदानी भन्ने यहाँ चाहिँ होइन पढ नि त्यहाँ कामदानी रे पाल्की यसलाई नि मोडिफाई गरे जस्तो छ किनकि फलाम हुन्थ्यो र पहिला जाऊँ न यो त कल्चरल गर्दै रेस गर्दै घुम्न नि पाउने रहेछ हो नि पहिला यहाँबाट यसरी हेर्थ्यो होला बुढो त्यो ठिक्क के यतातिर के प्रोग्राम हुन्थ्यो होला यहाँबाट हेर्नु यो 17th सेन्चुरी गऱ्यो दिस वान इज फ्रम 17th सेन्चुरी है पहिलाको आउनुपर्दा नि जग स्टाइलको हजुर यो कुसुन्डा जाति भनेछ ए कुसुन्डाहरू अरे गोला के भने के भन्छ त्यसलाई सिकारी सिकारी उहाँहरू चाहिँ अब शेर्पा होला शेर्पा जाति यो सबैको वेशभूषा रहेछ यो चाहिँ कुमार जाति नहुने कुमाल चाहिँ यो यो चाहिँ विश्वकर्मा जाति हुनेछ त्यो फलामहरू बनाउने सेम मान्छे जस्तो न यता पनि मिल्छ यतापट्टि मृदङ बुढिया ढ्याङ्ग्रो जस्तो लाग्यो लागेको ड्रेसमा ल नि दिदीको जमानाको पहिला कस्तो खतरा खतरा हुन्थ्यो बजाउने बाजाहरू यस्तो कुरा हो नि बाजा बजाउँदा बजाउँदै सास सासलाई गलत गरेको अब सकिएको सकियो ल थ्याङ्क यू बाई बाई ए हामी यतापट्टिबाट कताबाट गएको थियौँ अलिक तल आएको कस्तो सेम सेम लागेको कति मजाले के स्लिप नहुने कि ठ्याक्क कि ए हो नि त पहिले बनाएर कस्तो मजाले मान्छेको कि दिमाग पनि कस्तो राम्रो खुट्टा पनि ठ्याक्क अटाउने प्लस स्लिप पनि नहुने कि ग्रिप पनि भनेपछि अहिलेको टोटली पो बिगाडेछ है पहिलाको जमानामा मान्छेहरूको दिमाग राम्रो या दामी यार आम्मा छ दामी ए गयो बेटी है लाइन मेरो पनि यहाँ मेमोरी अच्छा 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 still have lah खाना पृथ्वीनारायण शाहजीको स्मारक ल हाम्रो गोर्खा सङ्ग्रहालय गोर्खा दरबारको यात्रा पनि यहीँ आएर अन्त गर्न चाहन्छु अब नेक्स्ट ब्लग बुढी गोर्खाको यात्रा पनि राम्रो लाग्यो यो होटल पनि के नाम रे गोर्खा गार्डन होइन राम्रो छ राम्रो रहेछ जस नट ब्याड राम्रो छ यहाँको हस्पिटालिटी रुम सर्भिस बिहान ब्रेकफास्ट सबै राम्रो एभ्रिथिङ ओके या नट ब्याड यतिको राम्रो गोपाली आउन पनि आउनु मन लाग्यो ठाउँ न बुढी ल नाउ सेटिङ ब्याक टु KTM
ओके काठमाडौँ रवाना अँ, भइँदैछ होपफुली यात्रा चाहिँ सजिलै हुन्छ